ठ्याक्कै प्रधानमन्त्री सुशीला कार्की कति पानी माथिको ओभानो छन् स्पष्ट भइसकेको छैन, तर यिनका आसेपासेहरूले मुलुकलाई धमिरा लगाउन थालिसकेका छन्। यिनको परिवार र नातावादले देशको महत्त्वपूर्ण निकायहरूमा कब्जा जमाउन थालिसकेका छन्। यसको ज्वलन्त उदाहरण हो प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ। यिनले क्षमताले भ्याएसम्म यस्तो अवस्थामा प्रधानमन्त्रीलाई निर्विवाद बनाउनु, सरल रूपमा काम फत्ते गर्न सहयोग गर्नुपर्ने हो, तर आफ्नै हात जगन्नाथ चाहिँ गरी आफ्ना मान्छेहरूलाई जागिर लगाउने धन्दामा क्रियाशील छन्। आफ्नै श्रीमतीलाई अहिले सिंहदरबारमा छिराएका छन्। यसको चौतर्फी आलोचना भइरहेको छ। यतिको हक्की महिला, सुशासनको भयङ्कर ठुलो ध्वास दिने सुशीला कार्कीले आफ्नै स्वकीय सचिवको यति धेरै आलोचना भएपछि तत्काल किक आउट गर्लान् भन्ने आशा थियो, तर उल्टै उनै श्रेष्ठको बचाउ गरेर विज्ञप्ति जारी गराएकी छन्। कानुन सम्मत भएको कुरालाई आलोचना गर्न जरुरी छैन भनेकी छन्। सबै र सधैँ कानुनी पाटो मात्रै हेरिन्न, अलिअलि नैतिकता भन्ने चिज पनि समाजमा जिउँदैछ भन्ने हेक्का प्रधान न्यायाधीश भइसकेकी कार्कीलाई थाहा रहेनछ क्यारे, वा सत्ताको भोगविलासमा लागेपछि यस्ता कुराहरू बिर्सिदा रहेछन्। सर्वोच्च अदालतमा रहँदा नायब सुब्बा सरहको त्यो पनि करारको कर्मचारीलाई प्रधानमन्त्री कार्कीले कुन आधारमा सहसचिव सरहको सेवा सुविधा पाउने प्रमुख स्वकीय सचिवको रूपमा योग्य देखिन् भन्ने कुरा पहिलो प्रश्न हो। यति मात्रै नभएर आदर्शकी श्रीमती सङ्गीतालाई पनि के आधारमा सचिवालयमा नियुक्ति दिन् भन्ने अर्को प्रश्न हो। श्रेष्ठ प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिवमा नियुक्त हुनु पछिको पृष्ठभूमि भने सर्वोच्च अदालतमा जोडिन पुगेको छ। श्रेष्ठ सर्वोच्च अदालतमा आइटी शाखामा नायब सुब्बा सरहको सेवा सुविधा पाउने गरी करारमा नियुक्त भएका रहेछन्। त्यति बेलै पनि उनको योग्यताका विषयमा प्रश्न उठेको जानकार बताउँछन्, तर प्रश्नका बावजुद शक्ति र पहुँचको भरमा उनी प्रधान न्यायाधीशको सचिवालयमा काम गर्ने अवसर पाए। तत्कालीन प्रधान न्यायाधीश कल्याण कुमार श्रेष्ठ र स्वयं कार्की नै प्रधान न्यायाधीश भएको समयमा श्रेष्ठले सचिवालयमा काम गर्ने अवसर पाएका रहेछन्। श्रेष्ठले त्यति बेलैदेखि कार्कीको मन जितिसकेका थिए। आफू अवकाश पाएपछि पनि कार्कीले श्रेष्ठको साथ छाडिनन्। त्यसपछि आफ्नो सुसारेकै रूपमा राख्न थालिन्। आफ्ना बिरामी श्रीमान दुर्गा सुवेदी र स्वयं आफ्नो सुसार गरेर श्रेष्ठले थप मन जितिसकेका थिए। त्यसमा पनि श्रेष्ठकी श्रीमती सङ्गीताले पनि बेला बेला सघाउने गर्थिन्। गुणको पैँचो गुणैले तिरौला भने जस्तै प्रधानमन्त्री कार्कीले सङ्गीतालाई पनि आकर्षक तलब र सेवा सुविधा पाउने गरी आफ्नो सचिवालयमा नियुक्त दिइन्। जानकारहरूका अनुसार सचिवालयमा नियुक्त भएका धेरैजना श्रेष्ठकै पारिवारिक सम्बन्धका व्यक्तिहरू छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने सुरक्षा, संवेदनशीलता र 24 घण्टा खटिनुपर्ने भएकाले नजिकको विश्वासिलो भएकाले श्रेष्ठलाई नियुक्त गरेको दाबी गरेका छन्। हुन पनि कार्की सर्वोच्चको प्रधान न्यायाधीश हुँदा सचिवालयमा रहेका श्रेष्ठले मुद्दाको पेशी कुन न्यायाधीशकोमा हुने भन्ने चाँजो पाँजो मिलाउने गरेको आरोप लागेको छ। जेन्जी आन्दोलनमा नातावाद र कृपावादको विरोधमा नेपो बेबी नारा लागेको थियो। सोही आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले आफ्नो सचिवालयमा भने कृपावादकै कारण नियुक्त दिनु लज्जाजनक छ। विगतमा पुराना दलका नेताहरूले आसेपासे र नाता गोतालाई योग्यता मान्ने गरेकोमा कार्कीले पनि उही पद अँगाल्न पुगिन्।